हेलो एभ्रिवान, नमस्ते, सेवारो। हजुरहरू साँच्चै हुनुहुन्छ होला, आशा र म पनि सन्चै छु। र अहिले चाहिँ भाइ र म बजार जाँदैछौँ होइन। यहाँ बाटोसम्म चाहिँ हामी लिएर आउँदैछौँ, बसमा जानुहुन्छ। बस कुर्ने ठाउँ चाहिँ पर छ, देख्न सक्नुहुन्छ होइन। अनि भाइ र म चाहिँ जाँदैछौँ र बस कति बेला आउँछ, लगभग 9:45मा आउने समय चाहिँ देखिरहेको थियो। त्योभन्दा छिटो पनि हुनसक्छ र अलिकति ढिलो पनि हुनसक्छ। ठ्याक्कै टाइम चाहिँ भाइ कहाँ अरे हामी गएको बजारमा कसको भर्न पर्नु अरे? चिसो खानु जाउँ भनेर जाँड खानु भयो अरे। गाह्रो छ यार। ल है त साथीहरू, म चाहिँ लिम्बू परेँ, ऊ चाहिँ तामाङ हो। र लिम्बूले चाहिँ चियो खानु जाउँ भन्छ र जाँड खानु लान्छ अरे होइन। मनकै कुरा बुझिदियो लिम्बूले भन्छ मेरो भाइ। ल ठिक छ, हामी चाहिँ बस कुर्ने ठाउँमा आइपुग्यौँ होइन साथीहरू। अब यहाँ चाहिँ ल है त साथीहरू, मकै बाहिर गराम भन्ने झेउ पो लाग्छ त। यो कुर्नु जतिको झेउ त म त कुनै लाग्दैन यार होइन। बस रोक्ने ठाउँमा आइपुग्यौँ, अनि देख्न सक्नुहुन्छ के हो यार, अब कति बेला आउने हो गाडी है। ल हामी चाहिँ बस पर्खिँदैछौँ होइन। लगभग अब 10-15 मिनटमा आइपुग्छ होला। फाइनल्ली बस पनि आइसक्यो, हामीले कुर्ने बस। र यहाँ देख्न सक्नुहुन्छ हजुर दाइ, हामी त ल बस चढियो त, तपाईँहरू छुट्टी छ? चढ्यो भर्खर चढेर। कहाँ हुनुहुन्छ तपाईँहरू? तपाईँहरू काममै होला भनेर फोन नगरेको। हामी चाहिँ बजार आइपुगिसकेका छौँ र आजको बजारको चहल पहल यहाँ देख्न सक्नुहुनेछ। भिडम्भाड छ त आजको बजार त। टक पार्छ नि त। यहाँ चाहिँ भव्य प्रोग्राम हुनेवाला छ, तर सायद आज चाहिँ होइन होला। त्यता माथि जाउँ एकछिन। यहाँ चाहिँ यहाँ देख्न सक्नुहुन्छ यस्तो भिड छ। साथीहरू फोनै पो उठाउँदैन नि त। लोटो ल है साथीहरू, बजारमा चाहिँ बजारको आजको आकर्षण के हो? सब्जीहरू ताजा सब्जी, सस्तो मस्तो ताजा सब्जी। ल है आउनुहोस् है। पसल उनीहरूको हामीले पो बेच्नु थाल्यो त भाइ। ल ताजा सब्जी आउनुहोस्।
सब्जी ताजा छ ताजा। काँचै खाए तितो हुन्छ, पकाए खाए मिठो हुन्छ। ल अब यहाँ चाहिँ हामी पसल थाप्नुपर्छ। यहाँ खाली रहेछ। के हो नि तेल? तिलको तेल रहेछ। ल है यहाँ देख्न सक्नुहुन्छ, यहाँ चाहिँ खाली छ। यहाँ चाहिँ हामी एकछिनमा चटपटे पानीपुरी यहाँ बेच्नेवाला छौँ होइन। हाम्रो चाहिँ सामानहरू ओसार पोसार हुँदैछ। हामीले यहाँ टेबलहरू बस्ने कुर्सीहरू चाहिँ ल्याइसकेका छौँ होइन। अनि ल है इच्छुक जति आउनु होला चटपटे खान। हामी चाहिँ मिठो चटपटे बनाउनेवाला छौँ। रातो खोर्सानी हालेर केटाहरू छैन नि त के हो यार त्यो? साथी हो हेर्नु त तरुल होइन यो? सिम्पल तरुल यो। लु है साथी हो तरुल हेर्नु है। यो कति वर्ष तरुल हो यार? जरा पो रहेछ। रुखको जरा पो रहेछ, तरुल होइन रहेछ फेरि यार। यहाँ देख्न सक्नुहुन्छ आजको बजार चाहिँ एकदम व्यस्त छ। भिडमभाड। चटपटे भन्दा त कस्तो अमिलो त्यो कागती निचोरेर हालेको याद आयो। यताबाट जानु? ल है त साथीहरू यस्तै छ। लखर कुदेछौँ हामी होइन। अब के गर्नु त, काम छैन हाम्रो। कुदिया छ। काटेर भैया साइकल। ल अब चाहिँ हामी हाम्रो भाग्य परिवर्तन गर्नेवाला छौँ है त। लोटो काटेर लोटो काट्ने चान्चुन छ होइन भाइ? कति काट्ने? भाइले चाहिँ कोर्दैछ है लोटो, हेर्न सक्नुहुन्छ। भाइले भाग्य परिसक्यो। 5000को काट्ने ठाडो। भाइले चाहिँ भाग्य कोर्दैछ होइन। भाइ चाहिँ छिट्टै करोडपति हुनेवाला छ र 1 करोड चाहिँ मलाई पनि दिने कुरा छ। कति करोड पर्छ अरे? 3-4 करोड। ल मलाई 1 करोड दिने कुरा छ भाइले होइन। $5000 काट्ने? भाइले चाहिँ कति? मलाई 2000 को मलाई 2000 को किनिदिनु नि।
तँलाई ए हो र 저기요. 감사합니다. ल त हामीले देख्न सक्नुहुन्छ भाग्य परिवर्तन हुन्छ कि भनेको। खोइ त अब कहाँ जानु हामी? यतै जाउँ? सियु कहाँ पो? अलि अगाडि हो ल अलि अगाडि नै भाइ साथीहरू हामी चाहिँ बजार घुमाइछौँ बजार घुमाइछौँ र हामीले किन्ने चाहिँ खासै केही नै देखिएन। भाइ र म चटपटे बेच्नुपर्छ होला यहाँ खाली रहेछ यार होइन भाइ मदन त्यो खाली रहेछ कि त्यहाँ हामी चटपटे ल्याएर बेच्नुपर्छ होला हौ। आयो है चालमुरी चटपट यो खायो भने हुन्छ छटपट। छटपट छटपट कता खै त हाम्रो बजार त सक्यो त नि ल आज कुखुरा तारेको छैन के हो? कुखुरा पखेटासँगै खाने भनेको खोइ त छैन। यहाँ उतापट्टि जाउँ न अब माथिबाट जाउँ कता यता खाली रहेछ यता ठिक छ यताबाट जानेर फेरि त्यो पछाडिबाट जानुको त मजै भएन नि हौ होइन। कहाँ सुनसानमा आइयो नि कहाँ यसरी त हुन्छ र नि। ल है त साथीहरू अब यो चाहिँ हो रहेछ कति सानो कुकुरको बच्चा हो यार। हामी आज अलिक छिटो आयो क्या यार सबै खाली छ त नि। हामी आज अलिक छिटो आए जस्तो छौँ होइन अनि सबै खाली छ त्यहाँ खाली छ। त्यहाँ चाहिँ भाइ र मैले चटपटे बेच्ने निर्णय गरियो। रातो कलर लाएर हेर्दा मात्रै मिठो देखिने होइन खाँदा त कहाँ यार त्यो निल्नु कि हो कल्नु जस्तो होस् क्या कमसे कम त्यस्तो होस् होइन। देख्न सक्नुहुन्छ यता चाहिँ अलिक चहलपहल रहेछ। अब यता लाग्नु हुन्छ हामी यताको दृश्य कस्तो छ यहाँ देख्न सक्नुहुन्छ। खाली छ तर खासै छैन क्या। भाँडाहरू चाहिँ जोडेको हरायो नि विशेष गरेर यो आज अलिक छिटो आयो क्या हो हामी यार। यहाँ भर्खर सुरु हुँदैछ अब होइन। सदा हामी 12-1 बजी आउँछौँ होइन आज 10 बज्दैछ भर्खर। अब एकछिनमा यहाँ टङ 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 ए टम्बुमा त केही फोटो खिच्न यार ल हामी चाहिँ बजार आउँदाखेरि सदा चाहिँ हामी कति बजी भन्दाखेरि लगभग 12-1 बजीतिर आउँछौँ नि त। अनि आज चाहिँ लगभग 10 बजे त यहाँ आइपुगिसकेको छौँ बजारमा होइन। अनि अलिकति छिटो आयो जस्तो लाग्यो। यहाँको माहौल देख्दा चाहिँ सदाभन्दा अलिकति फरक छ माहौल। विशेष केही पनि होला होइन यस्तै व्यवस्थित छ। सदा यति व्यवस्थित चाहिँ हुँदैन थियो होइन। सामान्य यसो
टेन्डा सेन्डा टाँगेर हुन्थ्यो। यहाँ चाहिँ व्यवस्थित छ क्या, निकै लामो समयको लागि हो कि जस्तो 4-5 दिन, किनभने त्यहाँ साउन्ड सिस्टमहरू पनि देखिँदै थियो, स्टेजहरू बनाउने क्रम जारी नै थियो त्यहाँ देख्दाखेरि हेर्दाखेरि होइन। अनि त्यही भएर अलिक लामो समय नै केही महोत्सव जस्तो केही होला होइन। बनावट हेर्दा चाहिँ हामी चाहिँ त्यत्तिकै लखर कुदाइ मात्रै छौँ। खासै बजारमा आएर किनेको पनि खासै केही छैन, एकछिनमा किन्नुपर्छ। यहाँदेखि उता त खासै छैन हौ भाइ। हामी चाहिँ रुम फर्किसकेको बजारबाट। यहाँ हामीले के ल्यायौँ देख्न सक्नुहुनेछ, हेर्नु होला। यो चाहिँ के भन्दाखेरि पोचा हान्ने, रुम सफा गरेर पोचा हान्न आएको थियो। त्यो डन्डी थिएन नि त, त्यो तलको त्यो उसको झुम्रो यात्रु मात्रै अस्ति लिएर आएको थियो। अनि त्यही भएर यो आज किनेर ल्याएको। अनि यहाँ देख्न सक्नुहुन्छ यो खोर्सानी, अनि के छ भित्र खरबुजा केले यसले अब यहाँ झोलाभित्र के छ हेरि साध्यै छैन कति छ। यस्तै छ साथीहरू होइन। भाइले सुन पनि किन्यो, भाइले गर्छ जे गर्छ भाइले गर्छ है त। म पनि सुन लाउने मन चाहिँ छ होइन भाइ, लगभग यत्रो मुन्द्रै लाउँछु क्या म, पछि लाउँछु। कुन्डल मुन्द्रै लाउने। ल है त साथीहरू, फेरि भेट्दै गरौँ ल। अब आजलाई चाहिँ आजको भिडियो यही अन्त्य गर्न चाहन्छु। ल है त साथीहरू, बाई बाई।